मैले होइन यो खोला फर्काएको यसरी ठ्याक्क पहिले त्यहाँबाट पानी कटाएँ होइन, त्यहाँबाट चुस्छ अनि त्यहाँबाट यहाँबाट कटाइ गरेँ। यहाँनिर चाहिँ सेउला लगेर कटाएको, त्यही पनि यत्रो दह भइरहेछ क्या। यहाँ यत्रो कटाएर पठाउँदा पनि यत्रो ठुलो पोखरी बनिएको छ यहाँ। यहाँबाट उता कटाइदिएको छु होइन पानी ठ्याक्क। अघि त्यहाँ पानी अलिअलि गएको थियो, अहिले त टन्नै जान्छ यार। यहाँबाट ठुलो खोलामा हाल्दै होइन। मलाई यो फर्काउन यताउता गर्न आधा घन्टा 1 घन्टा लाग्यो होला, सजिलै थियो। यता उता चाहिँ सक्दैन क्या। यता चाहिँ पछि अब कहिले भने अब यो पानी पर्न रोकिसकेपछि यता चाहिँ खतरा माछा हुन्छ है। यता चाहिँ झन् 15-20 केजी त हुन्छ यता। यता चाहिँ अब कति मर्यो भन्दाखेरि आज मसँग त्यस्तो बिस्ने होइन। अब मैले यतै के भन्छ हातले मात्र समातेको होइन। माछा त टन्नै थियो, यता पनि टन्नै थियो। समाउनै नसक्ने हो, कस्तो बाठो हुने यार माछा त। यहाँ समात्यो भने कहाँ पुग्ने, कहाँबाट कहाँ। बाख्रा पनि लिएर आएको थिएँ, त्यता चढ्दैछ बाख्रा पनि होइन। माछा कम मिठो हुन्छ फ्राई गरेर खानलाई। अरूलाई त कसलाई त झोल झन् यस्तो मिठो लाग्छ होला। मलाई त्यो पकाएको भन्दा चाहिँ अब फ्राई गरेको चाहिँ खतरा मनपर्छ क्या। त्यो बल्छिनी लिएर आएको थियो, एउटै नमर्दो रहेछ त फ्याल्दिएको हाल्न नआएर। मैले आज कति माछा मारी त। आज मैले कम्तीमा पनि 8वटा मारेँ होला जम्मा, सानो सानो खालको होइन। केही छैन। के हो यहाँनिर माछा मैले टन्नै समातेको ठाउँ यहीँनिर। माछै भेट देख्दैन त अहिले त। मैं मच्छी मेरे दिल की मच्छी, एक भी नहीं है क्या इधर। सबै मरिसक्यो कि क्या। यहाँ भुइँमा मरेर ढलेर बसेको हुन्छ क्या यहाँनिर। एउटै देख्दैन। यहाँ ठुलो पुर छ क्या यहाँनिर। केही छैन। यो सिस्टमले फर्काउने नि त खोला त। यहाँबाट यस्तो लगेर यत्रो के गर्नु रे। माछा मार्ने दिन पनि यस्तै भयो रे। बाख्रा नि आनन्दले बसिरहेको छ यार। आज 4 बज्न लागिसक्यो। म त्यही 5-10वटा माछा समातेर बाख्रालाई यतै राखेर बसेको छु यार। यहाँबाट घर पुग्न नि अब उकालो बाख्रासँग त आधा घन्टा नि बढी लाग्छ हो। 1 घन्टा जति लाग्छ होला। अब टक्क घर पुगेर भरे होइन फ्राई गरेर चट्ट बनाएर खानुपर्छ। खतरा मिठो बनाएर के जम्मा 8-10वटा त कति खाने होला। माछा पनि एउटै देख्दैन यार। तपाईहरुलाई यस्तै माछा मारेको भिडियोहरु हेर्न मन छ भने होइन, यो भिडियोमा 1-2 हजार भ्युज के धेर नै चाहेको होइन। फर्स्ट भिडियोतिर हल्का 1-2 हजार 1,000-2,000 भ्युज आयो भने होइन, म तपाईहरुलाई खतरा माछा मारेर देखाउँछु के। अब खतरा रमाइलो हुन्छ नि त। मलाई चाहिँ माछा अघि नै बनाउ जस्तो त लागिरहेको थियो भिडियो फर्काउने बेलादेखि नै होइन।
फेरि के बनाउनु जस्तो लाग्यो अहिले आएर अन्तिममा अब घर जाने बेला चाहिँ के जोस लागेको मलाई नि माछा मर्ने बेला समाउने बेला चाहिँ गरेन अब सबै खत्तम भएपछि खोला देखाउने हो अन्तिममा होइन त्यही भएर मच्छी दिल की रानी है ए जल की रानी है दिल की जल की क्या क्या के भन्छ त्यही मेरो विचारमा अझै माछा छ जस्तो लाग्छ त्यही पनि के होला र सिस्टमले समातेको नि त मैले यहाँ माछा यहाँ चाहिँ हाम्रो माथि गाउँबाट यत्रो ठुलो खोल्सा आउँछ क्या यहाँनिर नि माछा मैले त टन्नै देखेको थिएँ है अझै नै छ के गर्नु देखेर होइन देखेर मात्र त हुँदैन यहाँ चाहिँ हाम्रो गाउँको खोल्सा आउँछ यत्रो ठुलो नभए त यतातिर माथिदेखि तलसम्म त टन्नै खाने माछा जम्मा 8-10 पुग्यो अब मलाई चाहिँ पुग्न त के पुग्थ्यो मैले होइन यसरी खोला फर्काएर अनि टन्नै मार्छु त के भन्नु रहेछ भने समाउन सक्यो भने सक्यो आजको जस्तो 100वटामा 10वटा नै समाउनु नसकेको जस्तो क्या यस्तो यत्रो ठुलो थियो यो यतातिरसम्म खोला थियो यो पानी त अझ सुकेर यत्रो भएछ यता लेभलसम्म थियो यता अहिले त्यत्रो बनाइदिएको छु के गर्नु समाउनै सकिँदैन यार जत्रो बनाए नि त्यही माथि माछा टन्नै हुनुपर्ने हो क्या यता यार अलिक भ्याएन मैले माछा मार्ने भनेर नि आएको चाहिँ होइन म खासमा त्यो के भन्छ बल्छी त्यही पनि बाउले अस्ति बनाउँदै थियो होइन चोरेर लिएर आएर ऊ यता हालेको के पर्थ्यो अल्छी लगाएर खोला फर्काएको बुट त्यत्रो मर्यो होइन बाख्राहरू त्यता कता गयो कि देख्छ हो अनि मैले त्यहाँनिर होइन त्यो के भन्छ बल्छी हालेको थियो यही खोलाकै किरा टिपेर यही बल्छीमा उन्देर हालिदिएको के पर्थ्यो होला र के पर्थेन यस्तो यो ठुल्ठुलो खोलामा भएको भए चाहिँ यो के भन्छ ठुल्ठुलो खोलामा भएको भए चाहिँ यो छिप्पा कि के भन्छ यो छिप्पा किरा खतरा मर्थ्यो यता त टन्नै खोल्लैभरि यही किरै मात्र छ के खान्थ्यो होला अरू खोलामा त यो धेर हुँदैन त्यसमा खतरा माछा मर्थ्यो बन्थ्यो टिपेर हालिदिएको एउटै मरेको छैन यसरी हाल्ने तरिका मेरो त सर हालिदिने यसरी बस्ने यता छेउतिर यसरी राखिदिने होइन कता गयो त्यो चप्पा यहाँ राखिदिने हो अनि मस्तसँगले डिलमा बस्ने हो अनि हेर्ने हो तर पर्दैन के गर्नु जति हाले नि त्यो ठुलो खोला उता यताको हाम्रो यतापट्टिको अलिक सानो हो सानो त के भन्नु यत्रो ठुलो छ तर्न नि सक्दैन हौ कहीँबाट बगाएर लग्छ मान्छेलाई त तर योभन्दा हाम्रो उतापट्टिको साइडको खोला चाहिँ योभन्दा नि 4-5 ठुलो छ के अब योभन्दा त अब 4 गुणा 5 गुणै क्या अब यत्रो खोला 4वटा 5वटा जोड्दा जत्रो ठ्याक्क एउटा छ क्या उता अर्को खोला यहाँ तल गएर मिसिन्छ होइन हाइड्रो पावरमा
त्यहाँनिर चाहिँ छ। मेरो बाख्रा बाख्रा के गर्दैछ त? लुकेर बसेछ कि हो? ल त गाइजहरू होइन, अब धेरै त के भन्नु, भिडियो लामो बने जस्तो छ है। 10 मिनट भइसकेछ। अहिले बल्छी पनि लगाएर जाउँ, काम छैन, एउटै पढेन। तर 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 के भन्छ, माछा चाहिँ कति मऱ्यो हेर्ने त तपाईँहरू। कता राखेर देखाउनु त? ट्याक्कसँगले एकछिन म देखाइहाल्छु त। एकछिन भन्दै धेरै ठुल्ठुलो छ। फेरि यत्रो एउटै 100 केजी छ नि, के गर्नु। मैले अरू बेला होइन त्यस्तो, मलाई त्यो पासोहरू यस्तो चाहिँ गर्न आउँदैन, मार्न। त्यो जाल हालेर चाहिँ खतरा मार्न आउँछ क्या। त्यो ठुलो मर्छ नि त त्यसमा त। एउटै कत्रो हुन्छ। ए निकल जा। कस्तो ननिक्लेको होला यार। यो त जिउँदै छ अझै टन्नै। अनि केही नगरी समातेको माछा यार, कस्तो ननिक्लेको होला हो। एकछिन यो कहाँ भागेको जङ्गलतिर, बल्ल समातेको नि भाग्यो भने त नि के गर्ने त। कतिवटा भएछ? 1 2 3 4 5 6 7 8वटा। घरमा 4 जना छ भनेपछि दुधैवटा हुने रहेछ खानासँग भुटेर फ्राई गरेर। यत्रो भने नि खतरा हुने है। खतरा हुने, कहाँ खतरा नहुनु त नि। यो डेन्जर हो नि यार, डेन्जर के भन्नु। एकजनालाई, मलाई चाहिँ यति भयो भने टक्क माछा खाएको जस्तो हुन्छ है। एकजनालाई त भइहाल्यो नि, यति भयो त के छ। घरमा यदि 1 केजी किनेको छ भने अब 1 केजीमा यति एकजनाको भागमा यति नै पर्दैन नि त। त्यही भएर मैले चाहिँ आज मच्छी खाने प्लान भयो मेरो आज भरे। बोतलमा हालेर लान्छु यार। यत्रो ठुलो बोतलमा जम्मा यति छ माछा नि, जिउँदै छ। फेरि सबै बुटुङ गर्छ यार बिचरा। पानी बिनाको माछा भने यस्तै हो, बिचरा लाग्छ यार, माया लाग्छ अरूको। किन मारियो होला मैले, भाग्यो भने पो। माया लागेर आएर नि के गर्नु। सबभन्दा ठुलो जनावर त मान्छे नै हो जस्तो लाग्छ। अनि मलाई त सत्य के भन्छ, राक्षस क्या। त्यो बाघहरू, त्यो सिंह, त्यो बाघ भालुहरू त के हो र। तिनीहरूलाई त मान्छेले चाह्यो भने के गर्छ होइन। त्यही भएर अब बाख्रा के गर्दैछ? मेरो माछा त्यहाँ छ है, टक्कसँगले। कति टन्नै देख्छ कि क्या हो। मेरो चाहिँ फुल जुम गरिदिउँ है त, फुल जुम 10x को हुन्छ होइन मेरो, तपाईँहरूको कति हुन्छ कि? ओइ कता गयो? आइज चिकुल्ली, आइज सुतेर बसेको थियो। मजा आउँछ यहाँ। चोर पनि कम ठुलो छ, बाख्रा जति नै कता गएको छ। सब गाडीभित्र बसेछ। दौड थुपारेर यहाँ क्याम्प फायर हान्नुपर्छ। तर यहाँ च्यान छ, फेरि यहाँ क्याम्प फायर गर्न नि त्यहीँ च्यान छ यहाँनिर। यो दाउराभन्दा अलि माथितिर। चोर त त्यहाँदेखि त त्यहाँसम्म, तल्लासम्म
ए भित्ता कम ठुलो छ चौरै पारिन्छ चौर त लामो छ पारी नि ठुलो छ अब टक्कसँगले तपाईँहरूलाई अब होइन यस्तो यदि यो भिडियो मन पर्यो भने लाइक र कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला होइन अर्को भिडियोमा भेट्नेछौँ बाई बाई